विशेष हर्का साम्पाङका समर्थकहरूलाई है यो भिडियो चाहिँ प्रत्येक हर्का साम्पाङको समर्थकहरूलाई पुग्नु जरुरत छ है। त्योसम्म पुग्नुपर्छ, उनीहरूसम्म पुग्नैपर्छ। तपाईहरू हर्का साम्पाङको विचार सिद्धान्त भिजनप्रति कुनै पनि विमति राख्ने बित्तिकै मान्छेलाई गाली गलौजमा उत्रिनु चाहिँ एकदमै खराब है। यो तपाईहरु गाली गलौजमा उत्रेको देखिरहेको छु। हर्का साम्पाङको नाम लिएर हर्का साम्पाङको विचारमाथि विमति राख्ने मान्छेलाई गाली गरिराख्नु भएको छ भिडियो बनाएर है। यो चाहिँ खबरदार, यो राम्रो होइन है। तपाईलाई एकदमै चेतावनी, यो राम्रो होइन। यसो गर्नुभयो भने हिजो रवि लामिछानेको समर्थक र तपाईमा के फरक भयो भन्नुस् त। हिजो रवि लामिछानेको समर्थक रवि लामिछाने प्रति कुनै पनि चाहिँ उनी राख्नु विमति राख्नै नपाउने, आमा बाउको गालीदेखि लिएर चाहिँ झोलेसम्म भन्थे। विमति राख्छन् के मान्छेले, नबुझेर नै राख्छन् है। त्यस्तैहरूलाई चाहिँ विचारले प्रभावित पार्ने हो, विचारले, बहसले हैन। कामले त छँदैछ तर विचार पनि त नबुझेको हुन सक्छ, भिजन पनि नबुझेको, सिद्धान्तहरू नबुझेको हुन सक्छ। त्यस्ता चीजहरुमा चाहिँ तपाईहरुले विचारले, बहसले, यस्तो त मुड्कीले, हात्ती के रे बक्सिङले होइन के, बुझ्नु भयो नि। यो तरिकाले जीवन र संगठन विस्तार हुँदैन। संगठन विस्तार भनेको भिजन, विचार, सिद्धान्तहरू बुझाउन सक्नु पर्यो मान्छेलाई हैन। बहस गर्नुहोस् राम्रो तरिकाले हैन, सभ्य तरिकाले बहस गरेर चाहिँ मान्छेलाई प्रभावित पार्न सक्नुपर्छ तपाईहरुलाई है। अनि म पनि चाहिँ मान्छेहरु चाहिँ हर्का साम्पाङको केही राम्रो कामहरुको राम्रै तरिकाले बहस गर्छु के मान्छेसँग हैन। त्यसरी बहस गर्नुपर्छ। म पनि समर्थक हो हर्का साम्पाङको, त राम्रो पक्षको समर्थक हो म हैन। आलोचना सहितको समर्थक भन्छ के यसलाई। त्यही भएर तपाईहरुले एकदमै धेरै यो ख्याल गर्नुपर्ने विषय हुन्छ हैन। नाना थरी दुनिया गाली गरेको छ, त्यसरी होइन। त्यसरी संगठन विस्तार हुँदै हुँदैन।